आज हाम्रो यो सुन्दर नगरी चिसापानीदेखि आजको यात्रा हाम्रो केबल कार स्टेसन भातकाँडामा हुनेछ। हाम्रो सुरुवात 0 पोइन्टदेखि अब हामी भातकाँडातर्फ लाग्दैछौँ। अब आउने ब्लगहरूमा हामी आफ्ना अनुभवहरू, यात्राका अनुभवहरू हामी पोस्ट गर्दै जानेछौँ। यो हाम्रो चिसापानी धुलीकोट जाने पैदल मार्ग हो। 0 पोइन्टबाट सुरु भयो यात्रा। यो चाहिँ 0 पोइन्ट हो। तल देखाउ त। यहाँबाट चाहिँ के कति टाढा छ भनेर ठाउँ ठाउँमा मार्किङहरू गरेको छ। यहाँबाट चाहिँ 6 किलोमिटर रहेछ। 6 किलोमिटर भने धेरै टाढा त होइन। चिसापानी बजार हेर्ने रहेछ। उकालोमा 6 किलोमिटर भनेको यस ठिकै हुन्छ। 3 घन्टा जतिको यात्रामा भातकाँडा पुग्न सकिन्छ। करिब 1 किलोमिटर जति हिँड्यो होला। ढाडबाट पसिना अलिकति रेस्ट ठाउँमा सकेर हामी यात्रामा राम बराल पैसा फल्ने रूप नेपालमा कर्णाली पुल देखिन्छ। कर्णाली पुलको केही अंश चाहिँ देखिन्छ यहाँबाट। यता कर्णाली पुल, यता यो चिरा परेको कर्णाली नदीले रमणीय दृश्य छ। आज अलि हुस्सो लागेको हुनाले अलि दृश्य अलि धमिलो खालको आइरहेछ। अब हामी यो चेक पोइन्ट यसमा यो चाहिँ एउटा चौतारा चिनेको ठाउँमा पुगिसक्यो। एउटा टावर चाहिँ बाटोमा पर्दो रहेछ। त्यसरी ठाउँ ठाउँमा टावरहरू बनाएर केबल कारको काम चाहिँ द्रुत गतिमा भइरहेछ। के को तयारी हो यो? यो हाम्रो डिनरको लागि तयारी। तामझाम चाहिँ धेरै छ त यार। के हालिस् हड्डीवाला नहाल्नु, लोकल कुखुराको हड्डी नहाल। बन्देल पोलाउ गऱ्यो। बन्देल पोलाउ अहिले बन्देल खाउँ, साँझ लोकल कुखुरा खाउँ। त्यो कुखुरा